यसले बर्थडे म्याच भनेर कसलाई फसाई आज यसको बर्थडे थिएन है यसले कसै न कसैलाई फसाइदियो नत्र वानमा कसरी पुग्थिस् त मैले आज के भनेको छैन म ध्यानमा थिएँ अन्ली ध्यान बुझिस् फसाई यसले बुझेको अन्ली बुझ्नु ध्यान नपस्नु यो एकदम जाली छ एकदम यो जालसाजी गर्ने यो एकदम उ गर्ने खालको मान्छे छ यो बुझेको बुझ्नु बाहिर हेर्दाखेरि अलि क्युट किन बनिरहेको फसाएको भाइ यति पनि गएर छैन भाइ हाम्रो हान नै कसैले गाई यसको टाउकोमा गरेर क्युट बनेर आइ यताउति गरेर आइस होला तर याद गर्नु बाबै बाबै एटिट्युड कहाँ भुइँ खुट्टा भुइँमा थिएन माथि उडिसके थिइस् आइज दम छ भने आइज आइज न आइज चल पहिला यता सुन सेयर गरिहाल है लोक तँलाई म 10 सेकेन्ड दिएर गरिसके मैले नाटक अहिले पछि फेरि मेरो काकी आइसेन मेरो फुपू आइसेन मेरो दिदी आइसेन मेरो दादाहरू आइसेन मेरो साथी महिनाभरि बस्नु केही भन्दिनँ महिनाभरि म अन्तन बस्छु बरु भन्लिस् पछि गेम मलाई जिताउ हात पछाडि छ फेरि भन्लिस् यहाँ फेरि मेसेज सेसेज गरेर बोलायो कसैलाई यसले सेटिङ हानेर उ गर्यो भन्लिस् हेर चुप लाग नभड्का कसैलाई पनि त भड्काउँछ से मान्छेलाई मेरा मान्छे भड्किए गाली गर्नलाई उताबाट त्यही भएर यता डरायो उताबाट यता हान्नलाई मान्छेहरू थरथर काप्न आँटे दुईटै हात माथि गरिदिन्छु याद गर्नु पनिसमेन्ट छ बुझिस् कि नै पनिसमेन्ट छ भन्छ गाइस मलाई बचाऊ बचाऊ अघि बर्थडेको त जालसाजी गरिहाल्यो चिकन चाउन मिलेर प्ले टुगेदर गाइस यस्तो डबल टप हामीले यता सुन ए भर चढ्दै भन्दैन म मेरोमा को धुरन्धर मान्छेहरू आएका छन् यतापट्टि बुझिस् कि बुझिनस् तेरो त छ नि अहिले जानेको छु तेरो जानेको छु ला ढोक्यो तैँले सेयर त गरिस् तर गलत मान्छेलाई सेयर गरिदिस् जस्तो छ कुलबाईको लाइफमा जानु भनेर गरिदिस् जस्तो छ बुझिस् बा मैले सेयर गरेको थिएन कसैलाई पनि यो त साउनको महिनामा आउने पहिला पावा भ्यागुता जस्तो मात्रै भयो कि यो एकचोटि मात्रै आउने खै त अर्कोचोटि यहाँ टपनमा पक्का पनि उता च्यामी दाई पनि आइसक्यो होला कि मलाई थाहा त्यो गरेर त्यो चम्किरा छ गर्ल पावल त गर्लतिरै आउनु पर्यो नि भाइ गाइज के हो यस्तो के गाइज एउटा काम तमाम के वान एन्ड वान काम तमाम ओन्ली वान गाइज को छ हामी के हातमा प्लेयर को छ यहाँ हातमा कि हामी दही जमाएर बसिरहेको छौँ हामीहरू चाहिँ केटाहरू चाहिँ राजाहरू यहाँ दही जमाएर बसिरहेको छन् यहाँ याद गर्नु भन्दैछु बाबा भुइँमा खुट्टा थिएन कि भुइँमा खुट्टा गॉड लिटरली ध्रुव मैले जानेको छु तिमीलाई आकाशमा उडेर पनिसमेन्ट हुन्छ हेर यता सुन टप वानलाई बोलाएर लाइभमा यहाँ बोलाएर पनिसमेन्ट गराइन्छ टप वानलाई नाच्न लगाउँछु यहाँ लिएर तँलाई ज्यादा उफ्रिरहेको थिइस् नि बनाउने मान्छेहरूको पनि केही लागेन हो गाइज वान गेम यत्रो मेहनत गरेर आज दिनमा मलाई टप बन्न अघिदेखि टप वान भनिरहेको छु नि म यसो हेरेँ मनिषा रहेछ यसले कहाँबाट जलसाजी गरिके आज बुझेन आफूले आफ्नो जन्मदिन बर्थडे भनेर पुरा फेक बर्थडे बनाए केक सेक पनि ल्याएर काट्यो उसले आफ्नो 700-800 रुपियाँ त मेरो इन्भेस्टमेन्ट हो त्यो त म उठाइहाल्छु नि भनेर केक सेक पनि काट्यो उसले धेरै नाटक गर्यो उसले होइन तर ठिक छ बुझ्नु भने म सब पोल खोलिदिन्छु यसको तर ठिक छ आए ठाउँमा आइस मतलब बेनी विकल्प बेनी एभ्री वान ओके मसलभ विकल्प ख्याल लभ यु ब्रदर ओके जिडिएल ल रेडी भएर आइज कुन गीतमा नाचेस राम्री पनि भाकी छु पिरतिनी लाकी छु दिलैको त्यसमा त्यो बजाउँछु रोक तेरो लागि टप वान होइन यदि मैले जिते भनेपछि त नाच्छस् हेरे घुमी नाच्छस् उफ्रेर हात्ती ठोकेर भन्छु त डराउँछु जस्तो लाग्छ के भन्छ यार राति 12 बजे उता पतलाएको जंगलमा सुत्ने मान्छे हो एक्लै डराउँछु जस्तो लाग्छ तँलाई बाघसँग सिंगल भिडेको मान्छे हो यहाँ यो चोट लाग्यो याद छ तँलाई एक पन्जा यहाँ लागेको थियो लाग्यो आफैले कोतारेको हो त्यसले गाइज अब त याद गर्छ बजाउँछु गीत तेरो लागि बजिसक्यो है